है साथीहरु अहिले चाहिँ हामी यो केन्टकी टुलिप फेस्टिभलमा छौं जहाँ चाहिँ बियर विलियम फार्म भनिन्छ अब यो भित्र के छ तपाईहरुलाई हामी देखाउने छौं है त कस्तो लाग्छ रमाइलो नेपालमा ढुङ्गा हानहान गर्न नपाएको यहाँ आएर हान्दैछ पानातन हानाहान ढुङ्गा हानाहान What's the first one? फन भयो बोल्दिन त हौ हाम्रो चाहिँ बाबु नानीहरू यहाँ खेल्ने ठाउँमा खेलिरहेको छ रमाइलो आनन्द गरिरहेको छ है साथी हो यो चाहिँ कोन हाउस हो यो भित्र चाहिँ पुरै मकै छ केटाकेटीहरूलाई परिवारहरूलाई चाहिँ यो भित्र छिरेर चाहिँ मकैमा खेल्नको लागि एकदमै आनन्द हुन्छ यो चाहिँ वान फ्यामिली एट अ टाइम भनेर छ एउटा परिवार एकपल्टको लागि हो यो भित्र पुरै मकै छ है चक्कर नगरिकन खेल न यो चाहिँ साथी हो यसलाई चाहिँ बियर राइड माउन्टेन भन्छ यहाँबाट स्लाइड गर्ने हो यहाँ टक्क चढ्दै माथिबाट चाहिँ केटाकेटीहरू अथवा ठुलै मान्छे पनि यसरी मजाले स्लाइड गर्दै आउँछ हाम्रो रुबिन बाबु चाहिँ मजाले आइरहेछन् साथी हो यो चाहिँ टुलिप गार्डन हो यहाँ चाहिँ धेरै प्रकारको यो कलरको टुलिपहरू देख्न सकिन्छ धेरै मान्छेहरू आउनु भएको छ हेर्नुको यति धेरै मान्छेहरू आउनु भएको छ टुलिप गार्डनमा यहाँ चाहिँ एकदमै रमाइलो छ यो धेरै कलरको टुलिपहरू छन् सबै टुलिप हो तर कलर चाहिँ धेरै छन् है यहाँ मान्छेहरू कतिले फोटो खिच्ने छन् धेरै साथीहरू रमाइलो गरिरहनु भएको छ एकदमै मजाको छ वरिपरि ठुलो ठाउँमा देख्न सक्नुहुन्छ ठुलो छ है तपाईँले यहाँ आएर किनेर पनि लान सक्नुहुन्छ है यहाँ चाहिँ किन्न पनि पाइन्छ टुलिप तपाईँलाई त्यो चाहिन्छ सस्तै छ आजकल महँगो त छैन है साथी चाहिँ टुलिप गार्डन